यी हेर्नुहोस् गाइस पुनेल घुम्न आएको गुराँसै गुराँस छ टाढाबाट त राम्रै देखिन्छ नजिकै त सुकेको हुन्छ सबै के भन्नु खै यो गाइज आउने बाटो यो बाटो चाहिँ सही रहेछ आउने चाहिँ धेरै न ठिक्कको पर्यटकहरू आउनु भएको छ यहाँ विदेशी नेपाली सबै म सब टुर दिनेछु तपाईँहरूलाई अनि मेरो छोरो यतातिर चाहिँ गुराँस छैन रहेछ गाइज बादल लागेको छ Wow, wow. Wow. सब दामी आएको छ भिडियो प्लिज पढेर सुनाइदिनु तपाईँले चियाको कप हेर्नु धेरै आउनु भएको छ पसलमै फर्काइदिनु हामी चाहिँ चिया खाँदैनौँ गाइज त्यही हो हाम्रो चिया खाने बानी छैन पर्यटक घाम लाग्छ गाइस के भएको यो गाइस माथि के भएको ओ माम बल्ल गर त्यो माथि हेर्नु चलो नीचे जाम तल चलो 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 कस्तो अँध्यारो देखिरहेको छ बादलै बादल छ गाइस केही देख्दैन केही देख्दैन यो कहाँबाट जाने हो यो बाटो जाने चाहिँ कहाँ जाने गोर्खे हाँ गोर्खे जान जाने गोर्खे गोर्खे बाटोसम्म जाने गोर्खे त्यो टाढा नपुगिन्छ कि यता जानेवाला What is this? बादल देखिरहेको छ ट्याक्रै गइन्छ बाटो मात्रै देखाउने हालत छ गाइस सब बादलले बादल लाग्छ
टेक्निक लगाएर दाउराको हालेको रहेछ होइन यो बाटो चाहिँ कता जान्छ हामी चाहिँ यो बाटो जता जाँदैछौँ त्यतैसम्म पुरै त होइन आधा गुराँसभित्र छौँ होइन हामी जता बाटोसम्म पुग्न चाहन्छौँ त्यतैबाट चाहन्छौँ हामी मलाई चाहिँ त्यति खासै थाहा छैन यो बाटो हामी दुईजना भ्लगर फर्स्ट टाइम भोरे पानी घुम्न आएको हामी त टल्ल परेर बस्यो कता जान्छ यो बाटो दुईजना भ्लगर चाहिँ साथमा हिँड्दैछ बादल लागेको छ म भन्दा राम्रो भ्लग अगाडि हुनुहुन्छ यहाँ भ्लग बनाइराख्नु भएको छ मलाई एकदमै रमाइलो लागेको छ मनको खुसी आनन्द भइरहेको छ चिन्ता तनाव केही छैन हजुर तपाईँलाई पो कस्तो भइरहेको छ मलाई पनि एकदमै सेम टु सेम फिलिङ्स आइरहेको छ भित्रै मनदेखि खुसी छु आज न्यु इयर पुरै घुमघामको साथ बनाएर अब पुरै यो 2083 साल मात्र घुम्दै हामी बिताउन सोच राखेर अगाडि बढेका छौँ सुरुवात हामीले वैशाख 1बाट नै गरेको हजुर है सायद यो बाटो त के लामो छ त बाटो कता जान्छ कसै जानु भएको छ भने यता यसो तल कमेन्टतिर बताइदिनु होला गाइस त्यस्तै हुँदै तपाईँलाई यो भिडियो मन पऱ्यो भने लाइक सेयर एन्ड सब्सक्राइब पनि गर्नु होला अब सब्सक्राइब गर्दा त्यो छेउमाको टुङ भनेर पनि बजाइहाल्नु होला अलमा सेट गर्नु होला हामी अर्को नेक्स्ट टाइम घुम्न आउँदा पनि भिडियो बनाउनु वाउ यार मलाई स्लो मोसनको भिडियो बनाउनु मन लाग्यो कि यसमा एकछिन पछि यहाँ भिडियो बनाउँछौँ गोरे पानीमा एउटा फिल्म बनायो भने हिट होला जस्तो मलाई लागिरहेछ स्वर्ग हेर्नको लागि विदेश जानु हुँदैन के साथी नेपाल छेउछाउ देखा न मेरो पछि नआदा न यता म अगाडि भिडियो गर्दै गरेको मेरो भिडियो आउँछ है काटेछस् रोकेछस् कस्तो मेरो भिडियो आउँछ है त्यो म यता खिच्दै गएको छु भने तैँले यता खिच्ने म फेरि यता खिच्ने भने यता खिच्ने हो नि मैले देखाएर नखिच्न यसो बाटैतिर हेर्ने भए बाटो रहेछ यस्तो गरेर यताउता हेऱ्यो भने त यताउता गऱ्यो भने त फेरि टाढै देखिन्न कालो देखिन्छ पुरै क्यामेरा क्वालिटी राम्रो छैन गाइज वाह यार गाइज यो के को बुट्टा हो गाइज कमेन्ट गर्नु होला कसैलाई थाहा छ भने भेडा च्याङ्रा
हजुर फेरि गयो सामान भारी बोक्ने सामान बोक्ने गरिबसँग चाहिँ हुने थिएन। राम्रो कुरा गर्नुभएको छ भलगरजीले। मलाई खासै बात मार्नु चाहिँ आउँदैन। चाहिँ नि यस्तो यताउतिको भ्यू देखाउनु भनेको भ्यू देखाउनु पनि म क्यामेराम्यान राम्रो पनि गर्दैन। तपाईँहरू पनि घुम्न चाहनुहुन्छ भने घुरेपानी आउनुहोस्। मौसमले साथ दिएको छैन आज त। ओ मागा वाउ गाइज व्हाट इज दिस? खासियो बनायो भने चाहिँ के हुन्छ गाइज? मलाई थाहा छैन। तर यो बनाएको चाहिँ के हुन्छ? अर्काले बनाएको किन भट्काउने? हामीले पनि बनाऊँ होइन गाइज। बनायो भने खास के हुन्छ त्यो चाहिँ थाहा भएन होइन। मजाको ढुङ्गा खोज्नु पर्यो नि। मजाको रहेछ गाइज। सबैभरिमा सबभन्दा हल्को चाहिँ यो रहेको छ। यो रहेको छ सबभन्दा हल्को। मलाई चाहिँ त्यस्तो बारेमा थाहा छैन होइन। कसै आउनुभयो भने यहाँ यो चाहिँ मैले बनाएको हो। यसको छेउमा चाहिँ यो रहेको छ। दा हेर्नुहोस् योको छेउमा यो रहेको छ। यो भनेर चाहिँ चिन्नु सक्नुहुन्छ। चलो अब हामी कहाँ पुग्छौँ त्यो चाहिँ थाहा भएन। भ्यू चाहिँ होइन साथीहरूलाई राम्रोसँग चाहिँ देखाउनु पाइरहेको छैन। वाउ गाइज हामी कति टाढा आयौँ हेर्नुहोस् गाइज। कति टाढा आयौँ हामी। तर मेरो क्यामेरा क्वालिटी राम्रो छैन। मामाको छ क्यामेरा क्वालिटी राम्रो। एक त भ्लग बनाउने जानिनु पर्यो होइन। मलाई चाहिँ खासै आउँदैन। तपाईँहरू घोरीपानी आउँछ भने यतातिर जानु भएको छ भने कतातिर गइन्छ यस्तो कमेन्ट गरिदिनु होला। जाडो एकदमै चिसो परिरहेको छ। वाह
कस्तो राम्रो भ्यू अन्त सुन्दर आनन्द आउने चराहरूको आवाज सुन्ने गाइज यस्तो पनि सुन्न सकिन्छ यहाँ आयो भने चराचुरुङ्गीहरूको सुन्दर आवाज सुन्न सकिन्छ। हस्तो नमस्ते। अब चाहिँ हामी पर पुनिलतर्फ गएर भ्लग बनाउनेछौँ। यति भन्दै म आफ्नो यहाँतिरको गन्तव्य टुङ्गाउन चाहन्छु। अब सिधै पुनिल गएपछि तपाईँहरूलाई भेट्ने फेरि भ्लग बनाउने छु। यो गाइज